वित्तीय सम्पदा, अथाह सम्भावना, घर दैलोको सरकार र विकासका पाइलाहरू, विकास, सुशासन र प्रगति पथमा गण्डकी प्रदेश सरकार, जनतासँग मुख्यमन्त्री। दर्शकवृन्द नमस्कार। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालयको प्रस्तुति कार्यक्रम जनतासँग मुख्यमन्त्रीको यो नयाँ अङ्कमा यहाँलाई हार्दिक स्वागत गर्दछु। म रघुनाथ वाग्ले। दर्शकवृन्द, आजको श्रृङ्खलामा हामी गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार क्षेत्रमा केन्द्रित हुँदैछौँ। आजको कार्यक्रममा संवादका निम्ति हामीसँग गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली हुनुहुन्छ। नेपालीसँग गण्डकी प्रदेश सरकारको समग्र भौतिक पूर्वाधार र यातायात क्षेत्रमा केन्द्रित रहेर संवाद गर्नेछौँ। मन्त्रीज्यू नमस्कार, स्वागत छ यहाँलाई। आराम हुनुहुन्छ? ठिक छ। यहाँलाई चाहिँ मन्त्री भए पछाडि औपचारिक रूपमा स्टुडियोमा बसेर बधाई छ भन्न पनि पाइएन। अब अलिकति लामो समय भइसक्यो, बजेट पनि आइसक्यो। अब मन्त्रालयगत छलफलको यहाँहरू अब तयारीमा हुनुहुन्छ हामीले रेकर्ड गर्दासम्म। हजुर, यहाँलाई धेरै धेरै बधाई छ। हजुर धन्यवाद र शुभकामना पनि। हजुर धन्यवाद रघुजी। यो समयमा यो तरिकाले परिवर्तन भएको मन्त्रीमण्डलको सदस्यहरूमा तपाईँ पर्नुभयो, कस्तो लागिरहेछ? ठिक छ, एउटा नयाँ जिम्मेवारी पनि हो। म प्रदेश सरकारसँग यो त्यो हिसाबले लामो समयदेखि जोडिएकै हो, तर अहिले फरक जिम्मेवारीमा एउटा कार्यकारी जिम्मेवारीमा रहँदाखेरि एउटा जिम्मेवारी बोधको हिसाबले फरक अनुभूति भएकै छ। ओके, अब यहाँ चाहिँ बागलुङको धौलागिरी क्याम्पसको सभ्यू सभापति हुँदै विभिन्न तपाईँका पोलिटिकल करियरहरूमा तपाईँलाई हेर्ने हो भने पार्टीबाट तपाईँलाई अवसरको ओइरो नै लगाइएको छ। नेकपा कालमा तपाईँ पार्टीको गण्डकी प्रदेशको सचिव हुनुहुन्थ्यो। त्यस पछाडि तपाईँ संस्थापक मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार हुनुभयो। त्यस पछाडिको इलेक्सनमा यहाँ समानुपातिकको कोटामा पर्नुभयो। त्यस पछाडि पनि फेरि प्रमुख सचेतकको जिम्मेवारी तपाईँले प्राप्त गरिहाल्नुभयो। अब त्यस बिचमा तपाईँलाई गुट परिवर्तन गर्यो, पिएस गुटबाट खगराज गुटतिर लाग्नुभयो भन्ने आरोप त लाग्छ नै। फेरि अहिले मन्त्रीको जिम्मेवारी पनि प्राप्त गर्नुभयो। एक हिसाबले हेर्दा यहाँलाई अवसरका ओइरोहरू लागिरहेका छन्। अब चाहिँ तपाईँले काम गरेर तपाईँकै सिग्नेटरी पावरले रिजल्ट देखाउनु पर्नेछ। के को तयारीमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? ठिक छ हजुर, जुन प्रसङ्ग अगाडि बढाउनु भयो त्यसको लागि म पार्टीले निरन्तर मलाई एउटा जिम्मेवारी प्रदान गरेको छ र विश्वास गरेको छ। म पार्टी र पार्टी नेतृत्वप्रति यो अवसरमा हार्दिक धन्यवाद, आभार प्रकट गर्न चाहन्छु। र पार्टी नेतृत्वले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने सन्दर्भमा म सधैँ समर्पित नै रहनेछु, यो प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु। अब अहिले म जुन खालको एउटा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी लिएको छु सन्दर्भमा हामी लगतै बजेटको निर्माणको चरणमा नि भयौँ। त्यसकारण अहिले एउटा त यो चालु आवाको बजेट कार्यान्वयनको चरणसँगै फेरि आगामी आवाको बजेट निर्माणको चरणमा पनि हामी अगाडि बढ्ने परिस्थिति बन्यो। त्यसकारण मैले यो मन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेपछि कसरी हामी यो खर्च, पुँजीगत खर्च बढाउने, किन हामीले विभिन्न कारणले गर्दा हामीलाई खर्च बढाउने सन्दर्भमा यो चालु आवामा समस्या परेको थियो। विशेष गरी यो जेनजीहरूको जुन खालको एउटा आन्दोलन भयो त्यस पछाडि त्यसले पनि हामीलाई ठेक्का लगाउने सन्दर्भमा त्यसले केही समय डिस्टर्ब गर्यो। पछि अन्तर्राष्ट्रिय स्तरबाटै जुन खालको यो इरान अमेरिकासँग जोडिएर जुन युद्ध अगाडि बढ्यो त्यसले ल्याएको महँगीले गर्दा पनि हाम्रा कामहरू, ठेक्का प्रक्रियाहरू प्रभावित भए, अर्थात् त्यो काम अगाडि बढ्ने सन्दर्भमा समस्या भयो। त्यस कारण कसरी हामीले त्यो कामलाई अगाडि बढाउन सक्छौँ, जुन पुँजीगत खर्चलाई बढाउन सक्छौँ भन्ने तर्फ पनि मैले बढी ध्यान दिएँ। त्यस अर्थमा पनि मैले हाम्रो मन्त्रालय मातहतका हाम्रा अफिसहरू, कार्यालय प्रमुखहरूलाई निरन्तर रूपमा हामीले बस्ने, छलफल गर्ने र कसरी हामीले यो पुँजीगत खर्च बढाउन सक्छौँ भन्ने तर्फ छलफललाई हामी अगाडि
बढायौँ र त्यसपछि सँगसँगै फेरि बजेट निर्माणको चलन एउटा महत्त्वपूर्ण मन्त्रालयको हिसाबले पनि बजेट निर्माणमा अलिक व्यस्त हुनुपर्ने भयो र हामी त्यो काम सम्पन्न गरेर अहिले यो मन्त्रालयको तपाईँलाई भनौँ आजै मात्रै मेरो मन्त्रालयसँग जोडिएको छलफल सदनमा छ। ओके, यो प्रसारण हुँदा चाहिँ छलफल भइसकेको हुनेछ? भइसकेको हुनेछ। हो, हामी अहिले बिहानको समयमा रेकर्ड गरिरहेका छौँ। 14 गते जवाफ दिनुपर्छ। आज छलफलमा सहभागी हुनुहुन्छ मान्यज्यूहरू। करिब 20 अर्ब 2 करोड रुपियाँ चाहिँ खर्च गर्ने पुँजीगत खर्चमा राखेको स्थिति छ होइन? अब अघिल्लो यहाँले भन्नुभयो विभिन्न खालका अप्ठ्याराहरू त आइपरे, तर अघिल्लो वर्षको हेर्दा जम्मा 23.56% मात्रै खर्च भएको छ। यो अहिलेको चालु भनौँ न, अहिलेको चालु। अब यो पत्याउँछन् जनताले, यो भनेर मात्रै हुन्छ? एउटा त हामीले अपेक्षा नगरेका अघि मैले भनेका जुन मूल्यवृद्धि लगायतका समस्याहरू आए त्यसलाई हाम्रा ठेक्का प्रक्रियाहरू प्रभावित भए। ठेक्का लाग्ने कुरामा एउटा समस्या भयो, अर्को लागेका ठेक्काहरूमा पनि काम हुने कुरामा समस्या भयो होइन। त्यसकारण यो जुन गत वर्ष यही समयमा जुन खालको रेसियोमा प्रगति भएको थियो त्यो तुलनामा थोरै कम हो। र यसको मतलब फेरि हामी भुक्तानीको प्रक्रियामा छौँ होइन। हामी यो बजेट वक्तव्यमा जे विषय आयो मलाई लाग्छ चैत मसान्तसम्मको हो यो प्रगति। त्यसैले हामी प्रगतिमा हामीले अपेक्षा गरे अनुसार प्रगति हासिल गर्ने अवस्था छैन। गत आवामा जुन खालको हामीले पुँजीगत खर्चमा हामीले प्रगति देखाउन सक्यौँ त्यो अवस्था छैन, तर हामी सकेसम्म अझ त्यसको नजिक पुग्ने प्रयत्नमा छौँ। 100% खर्च गर्ने भन्ने त्यस्तो केही तयारी छ? 100% खर्च त हुँदैन हेर्नु होइन। अब यो तपाईँ कुनै पनि त्यस्तो रेकर्ड छैन मलाई लाग्छ, सङ्घमा पनि त्यो छैन, हामी प्रदेशमा पनि त्यो खालको प्रदेश स्थापनादेखि त्यो खालको छैन। त्यस कारण हामी गत वर्ष मलाई लाग्छ 76-77% को रेसियोमा हामीले खर्च गरेका हौँ। त्यसको रेसियोमा पुग्न तपाईँलाई भन्नुपर्छ हामी अहिले सक्दैनौँ, तर हामी करिब 65-70 को रेसियोमा पुग्ने प्रयत्न गरिरहेका छौँ। हस्, अब यो नयाँ बजेटको सन्दर्भ अलिकति बढी चर्चाको विषय छ होइन। अब गौरवका र रणनीतिक सडकका विषयमा चाहिँ अब बजेट वक्तव्यमा चाहिँ गोर्खाको आबुवा विधि सेरा बजार भन्ने रहेछ एउटा, अर्को पर्वतको पातिचौर बाजुङ भन्ने रहेछ, र कास्कीको घट्टे खोला धम्पुस लगायतका रणनीतिक सडकहरूलाई कालेपत्र गर्ने भनेर चाहिँ 7 करोड 72 लाख रुपियाँ मात्रै छुट्याइएको रहेछ होइन। पुग्छ यसले? होइन, त्यसमा यस्तो छ, त्यो रणनीतिक सडकहरू हामीले जुन हिसाबले ल्यायौँ त्यसमा एकदम छुटेको होला, तर हामीले रणनीतिक सडकहरूलाई निश्चित मापदण्डभित्र रहेर हामीले तिनलाई क्लियर गरेको पनि हो। त्यस कारण हामीले त्यो बजेट वक्तव्यमा आउँदाखेरि त्यसरी आयो होइन, तर अरू पनि सडकहरू पूर्वाधार निर्माण कुराहरूलाई हामीले रणनीतिक हिसाबले राखेका छौँ। हामीसँग धेरै सडक पुलहरू छन् होइन, त्यसलाई हामीले एउटा पक्की पुलको हिसाबले लगेका छौँ, अर्को बेली ब्रिजको मोडेलमा पनि हामी लगेका छौँ। केही महत्त्वपूर्ण झोलिङ्गो पुलहरू हामीले अलिकति जनताका अत्यन्तै समस्यासँग जोडिएका दिनमा पनि जाँदैछौँ। हामी तपाईँको कोराला नाका र तपाईँको जोड्ने हिसाबले हामीले त्रिवेणी कोराला खण्डको कुरा गरिरहेका छौँ। त्यहाँ त हामी मन्त्रीज्यू, तर मैले अहिले जोड्न पालिका नजोडिएका, पालिकालाई कनेक्सनमा नल्याएका पालिका जो हामी नार्फाभूमि र हामी चुम्निनुको कुरा गरिरहेका छौँ, तिनलाई निरन्तर हामीले उठाउँदै गऱ्यौँ। तर अब 7 करोड 72 लाखमा या तपाईँहरूले भन्नुभएकै यी सडकको पनि कालोपत्रे हुन्छ? यो हामी केही आरसिआइपीसँग जोडिएका केही योजनाहरू पनि छन्, जस्तै तपाईँ धम्पुसको कुरा गर्नुभयो, यो हामी आरसिआइपीसँग जोडिएका योजनाहरू पनि त्यसमा छन्। हामीले यसमा हाम्रो कन्ट्रिब्युसन भनेको धेरै रहन्न, हामीले करिब 10-12-12.5% हामीले म्याचिङ फन्डको रूपमा यसमा सहभागी हुनुपर्छ। तर हाम्रो प्रदेशले जुन खालको आफ्नो रणनीतिक सडकको हिसाबले डिफाइन गरेको छ तिनमा लगानी हजुरले वार्षिक विकास कार्यक्रम हेर्नुभयो भने त्यसमा अलिक धेरै नै देख्नुहुन्छ। भौतिक विकासलाई मात्रै विकास भनेको जस्तो, बाटोघाटो पुल निर्माण मात्रै विकास हो भने जस्तो सबभन्दा धेरै बजेट अब भौतिक पूर्वाधारमै खर्च हुन्छ, त्यसैमा छुट्याइन्छ। यो विकासको डेफिनेसन पनि के हो, हामीले कसरी बुझाउनु? हजुरले भनेको हामी पछिल्लो समय विकासको डेफिनेसनलाई हामीले फरक हिसाबले
बुझ्नुपर्ने पनि परिस्थिति आएको छ होइन। हामीले धेरै भौतिक हिसाबले धेरै प्रगति पूर्वाधार निर्माणका चालु गऱ्यौँ होइन, तर जनतालाई त्यहाँ त्यही विषयमा जनताले कतिको चित्त बुझाउनु भयो, कतिको मन त्यसमा राख्न सक्नुभयो भन्ने कुरो एउटा छलफल र बहसको विषय गर्नुपर्ने छ। तर एउटा कुरो फेरि पनि यथार्थ के हो भने हामी जे गर्न खोज्छौँ, हामी पर्यटनको क्षेत्रको कुरा गर्न सक्छौँ, हामी कृषिको कुरा गर्न सक्छौँ, कि जे विषयहरूमा हामीले उत्पादनसँग जोड्ने कुरा गरिरहेका छौँ, सबैको लागि पूर्व शर्त भनेको पूर्वाधार निर्माण हो। हामीले कृषिसँग जोड्यौँ, त्यहाँ हामीले एउटा पहुँच एक्सेसको लागि किसानसँग बजार र तपाईँको उत्पादन जोड्नको लागि त्यो पूर्वाधारै निर्माण भए पनि मन्त्रीज्यू जस्तो राइट टाइममा भयो कि भएन भन्ने कुरा चाहिँ अलि बढी महत्त्वपूर्ण हुँदो रहेछ। जस्तो यहाँहरूले बेली ब्रिजका निम्ति चाहिँ जति बजेट छुट्याउनु भएको छ, इफ आई एम नट रङ 12 करोड रुपियाँ यो बेली ब्रिज के भन्ने शीर्षकमा छुट्टिएको छ। अब बर्खा लाग्दैछ, बर्खा लाग्छ, गाउँहरू सडकविहीन हुन्छन्, खोलाले बाटो बगाइदिएर पुल हुँदैन, अनि हिउँद लाग्छ, टन्डलापुरे घाम भएको बेलामा बाटोमा धुलो उड्ने बेलामा चाहिँ प्रदेश सरकारले लगेर खोलामा बेली ब्रिज तेर्स्याउँछ, अनि जनताले विकासको अनुभूति गर्दैनन्। अब त्यो विकास त हो, तर चेतनाविहीन विकास भयो मन्त्रीज्यू। बजेट कार्यान्वयनको सन्दर्भमा त्यसलाई कति छिटो सम्पन्न गर्ने गरी अलि समयमै त्यसका ठेक्का प्रक्रियाहरू, त्यसका आवश्यक प्रक्रियाहरू सम्पन्न गर्ने कुरामा हामीले विशेष ध्यान दिन्छ। त्यो हिसाबले छलफल भएको छ। आम नागरिकलाई चाहिँ यो भौतिक पूर्वाधारकै क्षेत्रमा पनि अब गाउँ गाउँमा जो एउटा सामान्य पुलको अभावबाट अब बर्खायाममा कसरी आफ्ना दैनिक जीविकोपार्जनमा कसरी अगाडि बढ्ने होला भनेर चिन्तित छन् होला। कति विद्यार्थीहरू खोला तरेर स्कुल जानुपर्छ होला होइन। अब बर्खामा देखिरहेका छौँ हजुर, बाँसहरू तपाईँको 3-4 बाँस तेर्साएर त्यसबाट तरेर गएको पनि जानुपर्ने स्थिति छ। जनताले हामीलाई पठाउनु भएको छ, समस्या यस्तो छ भन्नुभएको छ। अब ती जनताको समस्या यही बर्खामा सम्बोधन हुने गरी यो बर्खामा जनतालाई बगाउने खोलामा सामान्य पुल चाहिँ यो सरकारले हाल्न सक्छ कि सक्दैन त मन्त्रीज्यू? अहिले यो कुरा यो चालु अबको बजेटको कार्यान्वयनसँग जोडिएको विषय हो। हामीले अहिले गर्न सक्ने भनेको सामान्य अब हामी अब यो बर्खा लाग्दैछ होइन, हामी धेरै विपदहरूको सामना गर्नुपर्ने छ। यद्यपि त्यो विपदको सामना तुलनात्मक रूपमा हामीले कम गर्नु परेको छ र त्यो अझ कम गर्नु परोस् भन्ने कामना गरौँ। तर पनि हामीले अहिले गर्न सकिने भनेको तपाईँले भनेका ठाउँहरूमा अलिकति त्यस्तो ठाउँहरूमा भोलि विपद आइपर्दाखेरि अलि त्यो उद्धारको लागि एक्सेस पुर्याउनको लागि कहीँ सडकहरू मर्मत गर्नुपर्ने हुनसक्छ होइन, बाटोहरू मर्मत गर्नुपर्ने हुनसक्छ। त्यस्ता ठाउँहरूमा हामीले हिजो पनि हामीले विपद व्यवस्थापन परिषदको बैठक बस्यौँ र त्यसमा काफी छलफल गरेर आवश्यक निर्णय गरेका छौँ। अब ती विषयमा हाम्रो ध्यान गएकै छ र जान्छ। अब पर्यटकीय राजधानी पोखरा भनिन्छ, फेवातालको संरक्षणको सन्दर्भको कुरा गरिन्छ, बजेट पनि छुट्याइन्छ, ठोस रिजल्ट देखिँदैन होइन। अब मुख्यमन्त्रीले मेरो कार्यकालमा फेवाताल समस्या समाधान गर्छु भनेर कार्यक्रम जनतासँग मुख्यमन्त्रीमै अघिल्लो वर्षको प्रोजेक्टमा पनि भन्नुभयो, अनि यो वर्षको प्रोजेक्टमा पनि भन्नुभयो। अब कार्यकाल सकिन लाग्यो होइन। फेवातालको सन्दर्भको विषय पनि भौतिक पूर्वाधारसँगै जोडिन्छ, पर्यटनसँग पनि जोडिन्छ। के तयारी भइरहेछ? होइन, त्यो यस्तो छ। अब हजुरले भनेको सबै मन्त्रालयसँग जोडिन्छ नै। एउटा मन्त्रालयको एउटा जिम्मेवार मन्त्रीको हिसाबले अब यसका हाम्रा पनि केही ड्युटीहरू प्रदेश सरकारसँग जोडिएका ड्युटीहरू पनि क्लियर भएका छन्, महानगरसँग जोडिएका ड्युटीहरू पनि क्लियर भएका छन्। सर्वोच्च जे विषयमा क्लियर गरेको छ त्यो अनुसार यो काम अगाडि बढेको छ होइन। तपाईँहरूले देखिरहनु भएकै छ, बिचमा सायद रोकिएछ होला अलिकति काम होइन हो होइन। त हामी पुरै अब हामीसँग जोडिएका ड्युटीहरूमा हामी क्लियरै छौँ। यो बजेटले चाहिँ महानगरसँग सहकार्य गरेर गर्ने भनेर छुट्याएको 5 करोड कहाँ खर्च हुन्छ त? कि त्यो पनि बालुवामा पारिहाले जस्तै हुन्छ? खर्च गर्ने गरी छुट्याएको हो त। के समस्या छन्? पहिला महानगरसँग सहकार्य गर्ने गरी यो चालुवामा छुट्याएका बजेटको कार्यान्वयनमा पनि केही समस्या रहे, त्यसलाई हामीले कम्प्लिट गर्न सकेनौँ होइन। तिनबाट पनि हामी शिक्षा लिएर अहिले जुन बजेट तपाईँले भनेको बजेटहरू हामी छुट्याएका छौँ त्यसलाई हामी कार्यान्वयन गर्छौँ। अब काउखोला र पुणिटार औद्योगिक क्षेत्रको सन्दर्भमा जग्गा प्राप्ति गर्ने भन्छ बजेटले होइन। त्यसभन्दा पछि काम हुने भने पो तपाईँहरूसँग केही प्रश्न गर्न मिल्थ्यो। खासमा भन्यो भने बहुत सुस्तता छ है।
अनि केही हाम्रा गर्न खोजेर पनि यो विषय भनेको हामी स्थापना कालदेखि नै उठाएका विषयहरू हुन् होइन। त्यसमा केही प्रकार हामी यस्तो छ यसमा अलिकति यत्रो समयसम्म कागजमै अड्कियो औद्योगिक क्षेत्र, कागज सकिएर अब केही संरचना बन्ने भए पो भौतिक पूर्वाधार मन्त्रीज्यूलाई चाहिँ कहिले बन्छ भनेर सोध्ने, तपाईँलाई सोध्ने ठाउँमै छैन होइन। बन्छ भने एक दुई ठाउँ पुल बन्छ, बाटो बन्छ, त्यही पनि विदेशी अनुदानमा बनेको हुन्छ। हामीले प्रयत्न गर्दा गर्दै पनि अब हाम्रा प्रदेश सरकारसँग मात्रै जोडिएका विषय हामीले गर्न खोज्ने हाम्रो इच्छा शक्ति एउटा विषय भयो, हामीले त्यसलाई बजेट कार्यक्रम बनाउने गरेर एउटा विषय भयो। तर हामीसँग मात्रै सम्बन्धित विषय रहेनन्, केही जग्गा प्राप्तिसँग जोडिएका विषयहरू छन्, केही वनसँग जोडिएका विषय छन्। तपाईँले देखिरहनु भयो नि त, आज त्रिवेणीका जनताहरूको एउटा आवाज एउटा उठिरहेको छ। हाम्रो प्रयत्न आफ्नो ठाउँमा छौँ होइन, तिनलाई सम्बोधन गर्न नसक्नुमा केही बाध्यताहरू छन्। यस्ता केही बाध्यताहरू तपाईँले अघि उठाएका औद्योगिक जुन हामीले क्षेत्र निर्माणका कुरा गऱ्यौँ त्यहाँ केही बाध्य, यसको लागि हाम्रो पहल कदमीहरू त्यो बाध्यता थोरै खुलाइदिनुहोस् न त। औद्योगिक क्षेत्रमा जग्गा प्राप्तिकै सन्दर्भ अहिलेसम्म अड्किनु होइन, वातावरणीय प्रभाव मूल्याङ्कन पनि प्रदेश सरकारले गर्न नसक्नुको कारण चाहिँ के? अब सङ्घ सरकारसँग जोडिएका विषयहरू छन्, त्यसको लागि हामी निरन्तर प्रयत्न गरेका छौँ। यो आवमा अब तपाईँहरूले अनुभूति गर्ने गरी ती कामहरू अगाडि बढ्छन्। टोकाउनुहोस्। त्यो भनेको के हो? कस्तो अनुभूति गर्ने? त्यसमा अहिले तपाईँ त्यो सम्पन्न नहोला नि, तर त्यसका पूर्वाधार निर्माण लगायतका केही कामहरू कम्तीमा पनि अब यो काम सम्पन्न गर्नेतिर प्रदेश सरकारले एउटा वातावरण बनायो भन्ने खालको अनुभूति दिने गरी अगाडि बढ्छौँ। हुन त सरकार स्वायत्त हो, हुनुपर्ने हो होइन, तर जुनसुकै सन्दर्भ पनि सङ्घीय सरकारले अड्काइदियो भनेका कारणले गर्दा रोकिनुपर्ने परिस्थिति छ। अब यहाँले अब हाम्रो सबैभन्दा गौरवको कोरला त्रिवेणी जोड्ने बाटो, अब त्यहाँका नागरिकहरू यति प्रताडित भएका छन् कि उनीहरू प्रदेश सरकारप्रति नै एकदमै धेरै वितृष्णा भएको स्थितिमा त्यो खालको विरोध प्रदर्शन गर्नुपर्ने स्थिति छ। प्रदेश सरकारले गर्न केही पनि सक्दैन। अहिलेसम्म भएका सबै मुख्यमन्त्रीहरू त्यहाँ भिजिट गर्नुभएको छ, सबै भौतिक पूर्वाधार मन्त्रीहरू त्यहाँ भिजिट गर्नुभएको छ। यहाँलाई पनि बोलाइराखिएको छ होला कि गइसक्नुभयो? अहिले म त्यहाँ गएको छैन, तर म जाने सोचमा छु। त्यही त्रिवेणी नाका भएर नै हामीले भारतसँग जोडिएको छ प्रदेश भनेर भन्न पाए। महत्त्वपूर्ण हाम्रो लागि त कन्ट्री प्रदेशको लागि त त्यो एउटा लाइफलाइन। त्यो न यहाँको मुख्यमन्त्रीको ल्याकतले भेट्छ, न यहाँ भौतिक पूर्वाधार मन्त्रीको ल्याकतले भेट्छ। अनि के प्रदेशको आयोजना भनौँ त, अनि के प्रदेश भनेर गर्व गरौँ त? अनि तपाईँलाई यहाँ चाहिँ यो कार्यक्रम जनतासँग मुख्यमन्त्री प्रदेश सरकारकै कार्यक्रम हो, के प्रश्न सोधिदिउँ के अरे भौतिक पूर्वाधार मन्त्री? यसमा यस्तो छ, ती जनताको प्रतिनिधित्व गरेर तपाईँलाई के प्रश्न सोधिदिउँ? जनताको प्रतिनिधित्व हामी निरन्तर गरेका छौँ। हामीले सदनमा हामीले त्यो कुरा उठाएका छौँ। हाम्रो साइडबाट अहिलेसम्म सबै मुख्यमन्त्रीहरू त्यहाँ पुग्नु भएको छ होइन। हामीले एउटा लाइफलाइन एक प्रकारले तपाईँले अघि भने जस्तै होइन, त्यो एउटा कस्तो खालको त्यसले महत्त्व राख्छ भन्ने कुरा पनि हामीले त्यो बुझेकै छौँ। तर त्यसमा अघि मैले भने जस्तै त्यहाँ हाम्रो मात्रै त्यहाँ जो हामीले चाहँदा जुन एउटा सडकको कुरा अघि विषय उठेकै छ, त्यहाँ जनताले उठाउनु भएको छ। हामीले चाहँदै पनि त्यसका वन क्षेत्रको कारणले गर्दा बफर जोनको कारणले धेरै हिसाबले पनि नभएका छन्। तिनको लागि निरन्तर रूपमा त्यहाँका हाम्रो मान्यजी लाग्नु भएको छ, हामी लागेका छौँ। र एक प्रकारले अब त्यसलाई प्रक्रियामा अब छिटै नै त्यो प्रक्रियामा पुग्छ भन्ने कुरा हामी ढुक्क छौँ। त्यस कारण प्रसङ्ग निकालिहाल्नु भयो। जनताको त्यहाँको जनताको जुन भावनालाई म सम्मान गर्न चाहन्छु होइन। तर यसलाई हामी छिटै नै एउटा टुङ्गोमा लगेर तपाईँहरूको जनताको अपेक्षा पुरा गर्ने दिशामा हामी अगाडि बढ्छौँ। सडकको निर्माण हुन्छ, पुलको निर्माण हुन्छ, जे पनि भौतिक संरचनाहरू निर्माण गर्छन्, निर्माण भइसके पछाडि तिनीहरूको गुणस्तरसँग प्रश्न चिन्ह प्रशस्तै खडा हुन्छन्। पिच भएको सडक 2-3 महिनामा भत्किन्छ, यस्ता खालका स्थितिहरू छन्। कन्ट्र्याक्टरहरू सरकारले समयमा भुक्तानी नदिएको भनेर डिस्करेज हुने, अनि सरकारले समयमा भुक्तानी गर्न नसक्ने, अनि अथवा अझ सङ्घीय सरकारका मन्त्रीहरूको कुरा गर्ने हो भने त ठेकेदारको खुट्टा छुट्टा बाँधिदियो भन्ने खालका अभिव्यक्ति दिने। अनि त्यसबाट डाइरेक्ट असरमा चाहिँ जनताहरू पर्नुपर्ने, जनताको बाटो भत्किनुपर्ने, जनताको गाडी पल्टिनुपर्ने, जनताको मोटरसाइकल पल्टिनुपर्ने, जनताको घरमा भल पस्नुपर्ने। यो प्रश्न कसलाई सोध्ने हो? यस्तो छ, जसले उठाएको विषयहरू हामीले केही योजनाहरू हामीले जुन गुणस्तरको कुरा गर्नुभयो, हामीले टेस्टिङमा फेल भएर भुक्तानी नदिएका रोकेका विषय पनि छन्। हामीले गुणस्तर कायम गर्ने कुरामा हामी
क्लियर छौँ र त्यो कुरामा हामी सचेत गराएका पनि छौँ। त्यस्ता उदाहरण पनि हामीसँग छन् होइन। अर्को कुरा अलिकति भुक्तानीको समस्या अहिले पछिल्लो समय धेरै छैन। हामीले भुक्तानी रोक्ने कुरा, बरु पछिल्लो समय के छ भने समयमा काम सम्पन्न नगर्ने कुरा, हामीले ठेकेदारहरूलाई केही महत्त्वपूर्ण ओभरमा ठेकेदारहरूलाई खोज्नु परेको होइन, उहाँलाई पटक पटक काम गर्नुहोस्, भुक्तानीको समस्या हुँदैन तर तपाईँहरू काम गर्नुहोस् भन्नु परेको अवस्था छ। त्यस कारण भुक्तानीको समस्या पछिल्लो समय धेरै छैन। बरु समस्या के भने ठेकेदारहरू अलिकति इच्छा शक्ति देखाएर काम गर्न नखोजेको होइन, त्यो परिस्थिति छ। हामी त्यो कुरालाई पनि हामीले मन्त्रालयको तर्फबाट तपाईँले भनेका भुक्तानीको समस्यालाई पनि हामीले सम्बोधन गर्ने गइरहेका छ र काम किन भइरहेको छैन, किन हुँदैन, उहाँहरूको कुरा के छन् भन्ने कुरा पनि हामीले त्यो बुझिरहेका छौँ। त्यो समन्वय भएको छ। एउटा स्पेसिफिक प्रश्न सोधौँ। तनहुँको कोत्रेबाट ठाटी भन्ज्याङ भन्ने एउटा ठाउँ हुँदै उता दमौलीतिर पनि निस्किन मिल्ने एउटा बाटो छ। त्यो बाटोको नाम हो शहीद लालध्वज मार्ग। हो, तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 1 मा पर्छ। यो कोत्रेबाट माथि जानुपर्छ। त्यसलाई चाहिँ दमौलीसम्म लगेर जोड्ने हो भने त्यो अल्टरनेटिभ हाइवेको रूपमा मजाले प्रयोग गर्न मिल्छ। तनहुँ जिल्लाको पुरानो बाटोमध्ये एउटा पर्छ त्यो। अहिलेसम्म गण्डकी प्रदेशमा आउनुभएका सबै अर्थमन्त्रीज्यूहरूलाई पनि मैले त्यो बाटोको बारेमा प्रश्न गरेँ। भौतिक पूर्वाधार मन्त्री, यहाँभन्दा अगाडिको भौतिक पूर्वाधार मन्त्री त मिडिया फेसै गर्न उहाँलाई बहुतै गाह्रो भयो, उहाँलाई त सोध्न मिलेन। तपाईँलाई चाहिँ सोधौँ, त्यो लालध्वज मार्गमा अहिले पनि अहिलेको चालु आर्थिक वर्षको बजेटले काम भइरहेको थियो। त्यो बहुवर्षीय उसमा छ होइन त? हो, बहुवर्षीयमा छ। कन्ट्र्याक्टरले अहिले काम रोक्या छ, काम ठप्प भएको छ। अनि के कारणले गर्दा काम रोकिएको भन्दा भुक्तानी छैन, पैसा आएन भनेर कन्ट्र्याक्टर भन्नुहुन्छ। लालध्वज मार्गको कुरा जे कुरा गर्नुभयो, यहाँ यसको समस्या के रहेछ, म एक प्रकारले तत्कालै म आज भोलिमै एकचोटि त्यो ठेकेदारसँग सम्पर्क गरेर बुझ्छु खास समस्या के रहेछ, म बुझ्न लगाउँछु। मन्त्रीज्यूलाई मेरो आग्रह, मेरो अनुरोध, त्यो बाटोको सन्दर्भमा चाहिँ यो तनहुँ जिल्लाको एकदमै धेरै पुरानो बाटो पनि हो, के भइरहेको छ भन्ने कुरा त्यसको प्रेजेन्ट स्टाटस बुझ्छु र त्यसलाई म के गर्न सकिन्छ मन्त्रालयतर्फबाट गर्छु मात्र भन्न खोजेको। अब बजेटले चाहिँ हिमालको पानी पहाडको माटो भनेको छ। तपाईँको मन्त्रालयसँग कसरी जोडिन्छ, यसलाई कसरी मूर्त रूप दिनुहुन्छ? तर एउटा कुरो मसँग जोडिएको सडकको बारेमा हामीले एउटा जो प्रादेशिक सडक सञ्जाल हामीले निर्माण गर्दैछौँ। त्यो भनेको के भने प्रदेश सरकारको सडक प्रोपर्टी अहिले चाहिँ हामी लगानी गरेका छौँ, तर यो प्रदेश सरकारको सडक प्रोपर्टी यो भन्ने कुरा हामी त्यसलाई क्लियर गर्न सकिरहेको छ। त्यसको काम अन्तिममा हामी पुगेको छ। पिएच र पिआर भन्दा हामीले प्रदेश हाइवे र प्रदेश सडक भन्दा हामीले त्यो त्यसका थोरै टेक्निकल कामहरू टुङ्गाएपछि हामी त्यो घोषणा गर्छौँ, त्यो राजपत्रमा हाम्रो क्लियर गर्छौँ। त्यसपछि हामी प्रदेशको सडक प्रोपर्टी हामीले एउटा एक प्रकारले यो हो भन्ने हिसाबले हामीले जान्छौँ होइन। त्यसमा अहिले पनि हामीले के नीति त्यो एउटा काम बाँकी छ, त्यो हामी छिटै सम्पन्न गर्दैछौँ। सँगसँगै बजेटभन्दा पहिला सकेर हामीले त्यसलाई योजना बारेमा इन्ट्री गर्न खोजेको, त्यसै केही टेक्निकल पाटाहरू बाँकी रहेर रोकेका छौँ। अब हामी त्यो काममा लाग्छौँ। अर्को हामी हाम्रो प्रोपर्टी जो हामी सडक लगानी हामीले कालोपत्र गरेका छौँ, तिनको संरक्षणको लागि, मर्मत समारोहको लागि नै हामीले आवश्यक एउटा व्यवस्था बजेट व्यवस्था गरेका छौँ। हाम्रा सडकहरू जो मर्मत अब हामी जुन एउटा सिजनमा जाँदैछौँ त्यसको मर्मत गर्छ। त्यही भएर जनतालाई मैले ढुक्क के हुन आग्रह गर्न चाहन्छु, हिजो पनि हामी विपद व्यवस्थापन समितिको बैठक बसेर धेरै महत्त्वपूर्ण निर्णय गरेका छौँ। त्यसका पूर्व तयारी होइन, प्रतिकार्यको तयारी पनि हामीले गरेका छौँ। त्यसका जनतालाई यी विषयमा अब एक प्रकारले आफ्नो सजग रहने, सचेत रहने कुरा एक ठाउँमा छ, तर प्रदेश सरकारको तर्फदेखि त्यो विषयमा हामी पर्याप्त ध्यान गएको छ। ठिक छ। जस्तो सडक सञ्जाल निर्माण भयो, अब गाउँ गाउँमा सडक पुग्यो मन्त्रीज्यू, धन्यवाद छ, प्रदेश सरकारले राम्रो गर्यो। तर अब सडकमा पुगेको बाटोबाट चाहिँ युवा विदेश जानका निम्ति तल झरे, बजारको चाउचाउ गाउँ गयो, बजारका ग्यासहरू गाउँ उक्लिए होइन। गाउँलाई उत्पादन केन्द्र बनाउनका निम्ति प्रदेश सरकारको ठोस त्यस्तो योजना के छ? अब यहाँहरूको मन्त्रालयगत हिसाबले के तयारी छ, के गर्दै हुनुहुन्छ? गाउँमै युवाहरू रहन सक्ने वातावरण निर्माण गर्नका निम्ति प्रदेश सरकार के गर्दैछ? राम्रो कन्सेप्टले हामीले एउटा त्यो होमस्टे सुरु गऱ्यौँ होइन। त्यो त्यसको कन्सेप्ट के हो भने होमस्टे मात्र होइन, त्यो होमस्टेलाई उत्पादनसँग जोड्ने होइन। गाउँका जमिनहरू बाँझा नरहन्,
भन्ने एउटा हिसाबले हामीले त्यहाँ जोड्यौँ। त्योसँग मुख्यमन्त्री एउटा नमुना कृषि गाउँ अभियान पनि हामीले अगाडि बढायौँ। तर बिस्तारै हाम्रो के भने जुन उद्देश्यले हामी यस्तो गऱ्यौँ, तपाईँले भने जस्तै तपाईँ होमस्टे भनेका तपाईँको कहाँ अन्तमा कहाँ पुग्यो भने तपाईँको गेस्टहरू पछि अनि होमस्टेको सञ्चालक आज गेस्ट सञ्चालक भनेपछि अघि बजारका चिजहरू बोकेर जाने स्थिति भन्नु। जुन उद्देश्यले हामीले होमस्टेको कन्सेप्ट ल्यायौँ त्यो पुरा गर्न सकेन। धेरै कुराहरू छन्। हामीले असल एउटा नियतका साथ असल कन्सेप्टका साथ ती कामहरू सुरु गरेर त्यसलाई कम्प्लिट गर्न सकिएको छैन। अहिले कृषि क्षेत्रसँग युवाहरूलाई जोड्ने कुरा होइन, उत्पादनसँग युवाहरूलाई जोड्ने कुरा पनि हामीले अहिले त्यसलाई अझ ठोस गरेर अगाडि बढेका छौँ होइन। अब तर हामीले जुन हामीले नै अपेक्षा गरे अनुसार पनि त्यो गर्न सकिरहेका छैनौँ। किनकि त्यो कता हामीले ती कार्यक्रमहरूलाई जुन उद्देश्यका साथ हामीले कार्यक्रम प्रोग्राम गऱ्यौँ, त्यसलाई बजेट एलोकेट गऱ्यौँ, त्यो उद्देश्य अगाडि बढ्ने यसमा हामी समीक्षा गरिरहेका छौँ। हस् मन्त्रीज्यू, यो नयाँ मन्त्रीमण्डलका सदस्यहरूको अथवा नयाँ अर्थमन्त्रीको बजेट वक्तव्य सुनियो। यो बजेटले चाहिँ सङ्घीय सरकारसँग गुनासो गर्यो होइन, स्पष्ट रूपमा भन्यो। जस्तो सङ्घीय कानुनको अभावका कारण नीतिगत र संरचनागत सुधारका कमीहरू भएको कारणले गर्दा थुप्रै कामहरू बाँकी नै छन् भन्ने कुरा भयो। सङ्घीय सरकारको ढिलासुस्तीको कारणले गर्दा, सङ्घीय सरकारको असहयोगको कारणले गर्दा गण्डकी प्रदेशमा रोकिएका भौतिक पूर्वाधार क्षेत्रका आयोजनाहरू के हुन् ती स्पष्ट रूपमा जनतालाई बुझाइदिनुहोस् न। हामीले तपाईँको वनकै कुरा गर्नुभयो भने अहिले समस्या त्यही हो नि। हामीले प्रदेशले तपाईँको आलोचना खाइरहनुपर्छ परेको छ जनताको होइन। तपाईँको वन क्षेत्रको कुरा, बफर जोनको कुरा त्यहाँ जोडिएको छ। हामीले गर्न खोज्यौँ। मैले भने स्थापना कालदेखि नै पिएस गुरुङदेखि अहिले सुरेन्द्र पाण्डे हुँदासम्म हामी त्यहाँ मुख्यमन्त्री जानुभएको छ। हामीले त्यो गर्न खोजिरहेका छौँ, त्यो भइरहेको छैन नि होइन। त्यो त हामीसँग जोडिएको विषय मात्र होइन, हामीले पहल गर्दा तपाईँ हामीले जग्गा प्राप्तिको कुरा तपाईँको अघि औद्योगिक क्षेत्रसँग जोड्नुभयो। जग्गा प्राप्तिको कुरा हामीसँग जोडिए विषय होइन नि। हामीले निरन्तर रूपमा त्यो प्रोग्रामहरू राखिरहेका छौँ। तर जग्गा प्राप्तिसँग जोडिएको कुराहरू छ, त्यो पनि वनसँग पनि जोडिएको विषयहरू छ। यस्ता कुराहरू होइन। अहिले हामीले जो यो निरन्तर यो खरिद ऐनसँग जोडिएका विषयहरू पनि हामीले छौँ होइन। यो सङ्घीय हामी खरिद ऐनसँग जोडिएर हामीले काम गर्नुपर्छ होइन। यद्यपि पछाडि समय केही नियमावलीमा संशोधन गर्दा केही थोरै सहज त बनेको छ, तर पनि त्यसमा धेरै विषयहरू छन् होइन। हामीले जति गर्दा पनि तपाईँको यो ठेकदारहरूलाई उहाँहरू ठिक छ, हामीले त्यो धेरै उहाँको कमिट नगरौँ, तर हामी तपाईँको उहाँहरूलाई अझ रेस्पोन्सिबल गराउने सन्दर्भमा, अझ तपाईँको जिम्मेवारी बनाउने सन्दर्भमा, आफूले ठेक्कामा लिएका कामहरूमा अझ जिम्मेवार बोध गराउने सन्दर्भमा होइन। त्यो नहुँदाखेरि प्रदेश सरकारले लिने एक्सनलाई अलि परिणाममुखी बनाउने सन्दर्भमा ती ऐनहरू पनि जोडिएका छन्। यस्ता विषयहरू त तपाईँहरूले बुझ्नुभएको छ, हामीले पनि बुझेका छौँ। र सङ्घीय सरकारसँग हामीले गरेको समन्वय र हामीले गरेको गुनासाहरू यसकै नेरफेरमा सीमित छन्। हस् मन्त्रीज्यू, अब थोरै यातायातको सन्दर्भ जोडौँ। नयाँ सरकार बन्यो, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्या छ, बालेन्द्र शाहको नेतृत्वमा सरकार बन्या छ। अहिले चाहिँ यातायात कार्यालयमा भट्टाभट लाइसेन्स प्रिन्टिङको काम भइरहेछ। घर घरै नागरिकहरूले वर्षौँदेखि तपाईँहरूको पार्टीको नेतृत्वमा सरकार हुँदाखेरि ट्रायल दिएकाहरूले अहिले भट्टाभट लाइसेन्स सजिलै प्रिन्ट गर्न पाइरहेछन्। केपी ओली प्रधानमन्त्री हुँदा लाइसेन्स प्रिन्ट गर्ने भन्ने चिज महाभारत थियो। तपाईँहरूले खासमा अप्ठ्यारो त बनाउनु भएकै रहेछ, जनताहरूलाई गरे त हुने रहेछ नि त भन्ने कुरा त महसुस गरे जनताले। संयोगले उहाँहरू आउँदा गर्नुभयो, यति मात्र हो। त्यो सायद अहिले यति बेला हामीले सरकारमा भएको भए पनि ती पुराना थिगिदिएका लाइसेन्सहरू वितरण हुन्थे, त्यो तयारीमा तपाईँहरू हुन्थे। तर संयोग के हो भने कहिलेकाहीँ उहाँहरू हुँदाखेरि भयो। यतिमा यसरी बुझ्नुहोस् कुरा। तपाईँहरू भएको भए पनि अरू हुन्थ्यो। अहिले केपी ओली नेतृत्व भएको अहिले यी लाइसेन्सहरू प्रिन्ट गरेर अड्डामा पुग्थे, कार्य हुन्थ्यो। मन्त्रीज्यू, त्यसो भने तपाईँ यो मन्त्रालयमा आए पछाडि यातायात क्षेत्रमा यहाँले सोच्नु भएको सुधारका कामहरू के हुन्, के तयारी गर्नुभएको छ? अब गण्डकी प्रदेशको यातायात क्षेत्र अथवा यसलाई अझ सुधारिएको यातायात क्षेत्र बन्छ भने कस्तो बन्छ तपाईँको योजना? कन्सेप्टहरू अहिलेको नीति कार्यक्रम यो हामी आगामी वर्ष नीति कार्यक्रम हामी ल्याएका छौँ। त्यस्तो अनुसार बजेट पनि हामीले
व्यवस्था गरेका छौँ। यो जनताको सोचको एउटा मात्र उदाहरण हेरौँ न, हामी पोखरामा अलिकति तपाईँको त्यसको सेवा गराएको चापलाई ध्यान दिएर हामीले एउटै कार्यालयबाट सम्पन्न हुने जो सवारी लाई एकातिर हामीले लाइसेन्सलाई एकातिर 2टा अड्डाबाट हामीले सर्भिस सुरु गरेका छौँ कास्कीमै होइन। र यति मात्र नभएर फेरि हामी हालसालै मात्रै फेरि अलि जनतालाई अलि एक्सेसको हिसाबले पनि अलि भौगोलिक हिसाबले पनि सहज होस् भन्ने हिसाबले लेखनाथमा हामीले यातायात कार्यालय स्थापना गऱ्यौँ होइन। यो हामीले अलिकति जनतालाई कसरी हामीले पहुँच दिन सक्छौँ, उहाँलाई अलिक सहज गराउन सक्छौँ भन्ने हिसाबले सोचेको विषय हो होइन। हामीले पछाडि म आइसकेपछि हामी राइड सेयरिङको कुराहरूलाई त्यसको अलिकति सम्पन्न गर्ने कुरातिर हामी लाग्यौँ। के भएको छ राइड सेयरिङको प्रगति चाहिँ? होइन, अब त्यसलाई केही अब माथिबाट केही अब यो पछिल्लो समय यो जुन गाडीको नयाँ गाडीहरू दर्ता गर्ने कुरा, नयाँ सवारी दर्ता गर्ने कुरा रोकिएको हुनाले त्यसलाई थोरै हामीले त्यसको कार्यान्वयनको पाटो अगाडि बढ्न सकिरहेको छ। त्यसलाई पनि केही निश्चित मापदण्डका गाडीहरू दर्ता गर्ने भन्ने हिसाबले सर्कुलर आएको छ। किन यद्यपि त्यो यातायात क्षेत्रको सबै एउटा प्रदेश सरकारकै पूर्ण अधिकार हुँदाहुँदै पनि हामीले सङ्घले एउटा निर्देशन जारी गरेपछि समन्वय गर्न पर्ने आवश्यक ठानेर हामी त्यसलाई गऱ्यौँ र केही मापदण्डका गाडीहरू दर्ता गर्ने गरी एउटा सर्कुलर आएको हुन्छ। त्यसले पनि थोरै हामीलाई रोक्यो। त्यो दर्ता भइसके के हुन्छ भने राइड सेयरिङसँग जोडिएका गाडीहरू सवारी साधन पनि दर्ताको प्रक्रियामा जान्छ। राइड सेयरिङको नियमावली बमोजिम दर्ताको प्रक्रियामा जान्छन्। त्यसलाई नयाँ सवारी साधन ल्याउनु पर्ने हुन्छ होइन, 2 पाङ्ग्रे 4 पाङ्ग्रे, त्यो हिसाबले अब त्यसलाई अलिक सहज हुन्छ होइन। र अर्को अलिकति यातायात क्षेत्रलाई हामी जस्तै यो ट्रायल जो हामी फिजिकली ट्रायल इक्जाम हामीले एउटा रुममा बसेर परीक्षा दिनुपर्ने अवस्था छ, हामीले अप्सनल बनाएको थियो, अनिवार्य गरेका छैन। कोही त्यो एक्सेस नहुन सक्छ कम्प्युटरसँग, र जो एक्सेस हुने बेला हामीले अब त्यो के ल्याउँदैछौँ माथि यातायात व्यवस्था विभागसँग समन्वय गरेर हाम्रो प्रदेशको पनि कन्ट्रिब्युसनमा हामीले त्यसलाई ट्रायललाई पनि एउटा अनलाइन सिस्टममा हामीले तपाईँ एउटा कम्प्युटर लिएर ल्यापटप लिएर बस्नुहुन्छ, तपाईँले त्यहाँ निश्चित तपाईँको क्वेसनहरू सोधिएको हुन्छ, त्यसको आन्सर दिएर लगतै त्यही सिटबाट तपाईँ त्यसको रिजल्ट लिएर प्रिन्ट रिजल्ट सिट लिएर उठ्ने पुरै गरे पनि हामीले त्यो तयारी गरेका छौँ। अर्को ट्रायललाई पनि हामीले त्यही ढङ्गले अलिकति यो यो सिस्टममा जो एउटा सफ्टवेयर सिस्टममा हामीले लग्ने होइन, त्यो हिसाबले हामी सोच गराएका छौँ होइन। हामीले अहिले पोखरा महानगरसँग सहकार्य गरेर होइन, महानगर त्यो हिसाबको हामी सहकार्यका प्रोजेक्टहरू पनि हामी अगाडि बढाएका छौँ यातायातसँग जोडिएका विषयहरू होइन। त्यसलाई कसरी अलिकति यो यातायात क्षेत्रभित्रको अनुशासनलाई कायम गर्दै जनतालाई कसरी हामीले यातायातको भाडा दरलाई पनि हामीले अध्यावधिक गऱ्यौँ होइन, त्यो विषय पनि छन्। अब पेमेन्टका विषयलाई पनि हामी कसरी एउटा प्रवृत्ति मन्त्री बनाउन सकिन्छ भन्ने एउटा पाइलट फेजमा पनि हामीले केही गरौँ कि भन्ने हिसाबले सोचिरहेका छौँ। त्यो हिसाबले हामीले केही योजनाहरू अगाडि सारेका छौँ। यातायात कार्यालय चाहिँ यो भयङ्कर भ्रष्टाचार हुने ठाउँ हो भन्ने खालको एउटा खालको भाष्य बन्या छ। त्यस्ता खालका प्रमाणहरू पनि हामीले बेला बेलामा देख्ने गर्छौँ होइन। अब यहाँभित्रको मुख्य कुरा चाहिँ यातायात कार्यालयभित्र बिचौलिया निषेधै गर्नुपर्ने स्थिति छ, त्यसमा केही तयारी गर्नुभएको छ, केही होमवर्क? तपाईँले भने जस्तै बिचौलिया मुक्त बनाउने सन्दर्भमा तुलनात्मक रूपमा केही न केही फरक पाउनुहुन्छ तपाईँ होइन। अहिले जानुहोस् केही न केही फरक पाउनु नै हुन्छ। त्यो अभियानमा हामी छौँ। फरक त अहिले विषयहरू मैले के भने फेरि यस्ता विषयहरू जुन छन् भन्नुभयो, मैले यो ठाउँबाट त्यसरी भन्न मिल्दैन, तर जे विषयहरू तपाईँहरू उठाउनु भएको छ जनताको लेभलबाट सेवाग्राहीको लेभलबाट आएका छन् ती विषयहरूका बारेमा हामी गम्भीर छौँ। अहिले भर्खर मास्क लाएर जाउँ न मन्त्रीज्यू, यसो मोटरसाइकलको पछाडि बस्नुहोस्, सामान्य मन्त्रीको जस्तो नबनिकन सामान्य मान्छे भएर त्यहाँ गएर नचिनिने ढङ्गबाट यसो एकजना मान्छेलाई कति हो लाइसेन्स बनाएको भनेर सोध्नुभयो भने ट्रायल त थियो, कोर्न मिल्दैन, म त चाँडै पालो पार्नुपर्ने थियो, क्यार्ने होला भनेर भन्यो भने भइहाल्छ नि हजुर, भनिहाल्छन्। यसमा हाम्रो शून्य सहनशीलता, यसमा हामी एकदम कहिलेकाहीँ छड्के चेक जाँच पनि गर्नु पऱ्यो मन्त्रीज्यूले। धेरैचोटि गरेको छु मैले।
के पाउनु भएको छ त? कस्तो मिठो कुरा। जनताका छन् त्यहाँ लाइनमा बसिरहनु भएको छ, टन्टलो घाममा बस्नुभएको छ। हामी यसलाई लाइन सकेसम्म टोकन सिस्टममा लगिदिनु भयो हुन्थ्यो भन्ने त्यो कुरा हामीले त्यहाँ हाकिमहरूसँग कुरा गरेर त्यसलाई केही सुधार ल्याएका छौँ। यही लाइसेन्स वितरणको सन्दर्भमा अलिकति एउटा हामीसँग मेन पावरको पनि समस्या छ। हामीले त्यसलाई वितरण सहज गराउनलाई हामीले कलेजको विद्यार्थीहरूलाई हामीले इन्टर्नको रूपमा लगेर हामी अहिले पनि 8जना 10जना विद्यार्थीहरूलाई त्यो काम गराइरहेका छौँ। उहाँलाई सामान्य एउटा उनको सिकाइ पनि हुने भयो, अर्को सामान्य खानाको व्यवस्था गरेर पनि हामी त्यो गरेका छौँ होइन। अरू युनिभर्सिटीको हामी सहयोग लिएका छौँ। कसरी हामीले राहत दिन सकिन्छ, अलिक कति त्यसलाई सहज गराउन सकिन्छ भन्ने हिसाबले यता धेरै गुनासोहरू तपाईँले भनेका कुराहरू म सवारी लाइसेन्स शाखामा जाँदा पनि यता सवारी उसमा जाँदा पनि त्यो जनताले प्रत्यक्ष मैले त हजुरले भने जस्तै मास्क लगाएर त गएको छैन, म एउटा मन्त्रीकै रूपमा जनताले चिन्ने गरी जाँदा पनि उहाँहरूले एकदम खुसी भएर मसँग आएरै गुनासो राखेका कुराहरू छन् र तिनलाई सम्बोधन गर्ने गरी हामी तत्काल एउटा कार्ययोजना बनाउने। अब केही कुराहरू तत्काल हामीले मन्त्रीको हिसाबले यसो गरौँ नि त भन्दाखेरि कार्यालय प्रमुखहरूले गरिहाल्न सक्ने अवस्था पनि हुन्छ। त्यो सबै कुरा तत्काल गर्न सक्ने अवस्था हुँदैन, तर केही कुराहरू त होइन जस्तै टोकन सिस्टममा लगाउँ भन्ने कुरा तत्काल लान सकिने अवस्था हुन्छ। अनि सकेसम्म यो लाइनको विषयलाई अलिक टोकन सिस्टम लाँदाखेरि एउटा के रहेछ भने लाइनमा बसिरहनु नपर्ने होइन। अनि अलिकति मेन पावरको समस्या समाधान गरौँ भन्दा हामी अघि मैले भनेका विषयहरू 8-10जना बाहिरबाट ल्याएर स्थिति बनाउँ। हामी अहिले त्यही यातायातको बारेमा हामी अरू हाम्रै मन्त्रालय प्रदेश सरकार मातहतको अरू मन्त्रालयसँग केही कर्मचारीहरू अलिकति 1जना 2जना लगेर त्यहाँ सहज गराउन सकिन्छ कि भन्ने हिसाबले पनि हामीले त्यो पनि व्यवस्था गरेका छौँ। मेरै मन्त्रालयबाट 1-2जना कार्य सहयोगी त्यहाँ काम गर्नुभएको छ। अरू मन्त्रालयबाट तपाईँको कर्मचारी साथीहरूले गएर सहयोग गर्नुभएको छ। अघि मैले इन्टर्नको रूपमा विद्यार्थीहरूलाई हामीले त्यहाँ लगेका छौँ होइन। धेरै विषयहरू हामीले आफ्नो ठाउँबाट जनताका गुनासो सुनेरै तपाईँ सेवा गराएका गुनासो सुनेरै तिनलाई सम्बोधन गर्ने सन्दर्भमा भएका प्रयत्नहरू हुन्। मन्त्रीज्यू, अब गण्डकी प्रदेश अलि धेरै हिमाली भेग पनि भएको, पहाडी भेग पनि भएको, पहिरोको जोखिम भएको यस्तो ठाउँहरू धेरै छन् होइन। ग्रामीण भेगहरू पनि धेरै छन्। प्रदेश सरकारले अथवा सङ्घीय सरकारले स्थानीय सरकारले पनि बाटो यस्तो ठाउँमा पनि बनाइदिन्छ कि बर्खा लाए पछाडि यहाँ पहिरो जान्छ अनि यो बाटोको नाम निशाना रहँदैन भन्ने कुरा लगभग फिक्स भएको ठाउँमा पनि बाटो बनाइराखेका हुन्छौँ, ताकि यस्तो यतापट्टि 2वटा पिल्लर राखेर एउटा खोलामा पुल बनाउने विवेक पनि हामी पुरा गर्दैनौँ। त्यही बाटो लैराखेका हुन्छौँ। प्रत्येक वर्ष पहिरोले फालिराखेका हुन्छ, बाटोको नाम निशाना हुँदैन। फेरि अर्को वर्ष हामी त्यहीँ गएर कोपिराखेका हुन्छौँ, फेरि पहिरो जान्छ, अर्को वर्ष त्यहीँ गएर कोपिराखेका हुन्छौँ। यस्तो खालको विकास, यस्तो खालको भौतिक निर्माण चाहिँ अब यहाँको कार्यकालमा हुन्छ कि हुँदैन? यस्तो छ, अलिकति तपाईँले भनेका अलिकति बहुवर्षीय टाइपका ती रणनीति टाइपका योजनाहरूमा अलिक कम छ। तर अलिकति समस्या कस्तो भने साल बसाली योजनाहरू हामी जो बजेट विनियोजन गर्छौँ अहिले पनि धेरै साल बसाली योजनाहरू छन्। हामी 25 लाखका 50 लाखका होइन, हामी त्यस्ता योजनाहरूमा अलिकति त्यसको टेक्निकल पार्ट हो, त्यसको जो वातावरणीय अध्ययनका कुराहरू होइन, त्यसका अरू प्राविधिक कुराहरू त्यहाँ त्यो योजना त्यो सडक सम्भव छ छैन होइन भन्ने यस्ता विषयहरू प्राविधिक पाटोहरूको अध्ययन अलिक कम भएका होइन। केही योजनाहरू अलिकति तलबाट जनताका मागको रूपमा आउँछन्, अब हाम्रो जनप्रतिनिधि मागको रूपमा आउँछन्, त्यसको प्राविधिक अध्ययन हाम्रो सम्बन्धित तपाईँको आइडिओ अफिसबाट हुन नपाउँदै तिनलाई योजना बजेट विनियोजन गरेर जाँदाखेरि त्यस्ता केही समस्याहरू आएका छन् होइन। ती बारेमा पनि हामीले यति बेलाको बजेट विनियोजन गर्दा योजनाहरू तर्जुमा गर्दाखेरि त्यो पक्षमा पनि हामी ध्यान दिएका छौँ। अब यहाँले चाहिँ प्रदेश सरकारकै प्रतिनिधित्व गरेर यदि जवाफ दिनुहुन्छ भने प्रदेश सरकारले चाहिँ योजना आयोग खडा गरेका छ। योजना आयोगले यत्रो ठुलो मेहनत गरेर योजना ब्याङ्क निर्माण गर्यो। अब प्रदेश सरकारले अहिले बजेट बाँड्ने बेलामा, बजेट तयार पार्ने बेलामा चाहिँ त्यो योजना ब्याङ्कलाई कुनातिर थन्क्याएर कतै देखिन्छ कि भने चाहिँ गरी लुकाएर सांसदले मागेकै योजना बाँडेर सिद्ध्यायो। अब स्वाभाविक हिसाबले जनताको बिचमा जाने, जनताका समस्यासँग जुझ्ने हुनाले मान्यज्यूबाट आएका अब सिफारिसहरूलाई पनि हामीले बजेट निर्माणको सन्दर्भमा त्यसलाई एउटा महत्त्वपूर्ण आधारको रूपमा राख्ने कुरा होइन। जनताबाट आएका स्थानीय प्रतिनिधि, जनप्रतिनिधि आएका विषयलाई पनि हाम्रो बजेट निर्माणको क्रममा एउटा रेफरेन्स, महत्त्वपूर्ण रेफरेन्स सामग्रीको कुरा। यसरी बजेट त यसरी बाँड्नु भयो कि प्रतिपक्षलाई पनि चुप लाग्ने गरी बजेट ड्याङडुङ बाँडेर च्याटचुट पारेर मुख्यमन्त्रीले निकै चतुर शैलीमा चाहिँ सबै कुरा व्यवस्थापन गरिदिनु भयो। मात्र यहाँ अन्याय एउटै चिजलाई भयो, योजना ब्याङ्कलाई भयो। त्यो
त्यो भनेको सिधा जनतालाई भयो। जनताको चाप हुन्छ नि, एउटा भेटेकै आधारमा, भनेकै आधारमा, होइन, फोन गरेकै आधारमा मेरो योजना पर्छ भन्ने जुन खालको एउटा बुझाइ छ र सामान्य त्यो अभ्यास पनि छ, त्यसको चापलाई कम हुन्छ। किनकि जनताका योजनाहरू प्रायोरिटीमा योजना ब्याङ्कमा बसेका हुन्छन्, होइन। एउटा तपाईँको पालिकाको एउटा पालिकाको एउटा वडाको सडक छ भने उसले के वेट गर्छ भने यसपालि योजना मेरो प्रायोरिटीमा यो छैन, तर यसपछिको प्रायोरिटीमा मेरो सडक छ भनेर उसले त्यो वेट गरेर बस्न सक्ने स्थिति बन्छ। त्यसले के भने त्यो जनताको भन्सुरको आधारमा, भेटेको आधारमा, नेतालाई भेटेको आधारमा, मन्त्रीलाई भेटेको आधारमा, फोन गरेको आधारमा योजना पर्छ भन्ने जुन खालको एक प्रकारले भनियो भने बजेट निर्माण क्रममा जनताले पोखरामा आएर जनप्रतिनिधि जनताहरू आज जुन एउटा भेटघाटको हिसाबले एउटा दुःख पाइरहनु भएको छ, त्यो परिस्थिति बन्दैन। योजना ब्याङ्क एउटा प्रक्रियाबाट आउँछ, तलबाट छानिएर आउँछ, त्यसले प्रायोरिटी क्लियर गरेर बस्छ, होइन। र हामीले बजेटिङ गर्दा पनि तिनलाई हामीले प्रायोरिटी बेसमा हामी जानुपर्छ। तर यसले के गर्यो भने मान्य मन्त्रीज्यू, एकजना सांसदले अथवा एकजना मन्त्रीले मैले पारेको योजना भनेर भन्नुहुने भयो, त्यसको शिलान्यासको बेलामा पनि त्यसको उद्घाटनको बेलामा पनि उहाँलाई नै प्रमुख अतिथि बनाएर लैजानुपर्ने, अनि मैले पारिदिएको योजना हो भनेर चुनावमा भाषण गर्ने, अनि मैले पारेको योजना, मैले बनाएको यो गाउँ, यो मैले बनाएको पानी ट्याङ्की, मैले बनाएको यो भनेर चाहिँ भोट माग्ने प्रचलन चल्ने अभ्यास गरेका छौँ योजनाको सन्दर्भमा, होइन। जे अभ्यास गरेका छौँ हामी सामाजिक सञ्जाल, मैले भौतिक मन्त्रीको सर्वे हेरेको छु, होइन। जे अभ्यास गरेका छौँ त्यो गलत अभ्यास हो। समग्र योजनामा सिङ्गो तपाईँको गण्डकी प्रदेश सरकारले जस लिनुपर्छ, समग्र योजनामा मान्यले जस लिनुपर्छ। आफ्नो क्षेत्रभित्र बसेका विभिन्न मन्त्रालयसँग जोडिएका 100 योजनाहरूलाई छोडेर मान्यले केवल 3टा योजना, 2टा योजना, 5वटा योजनामा त्यसलाई आफ्नो ओनरसिप कायम गर्ने कुरा गलत कुरा हो। त्यसकारण मैले तपाईँको यो मिडिया मार्फत आह्वान गर्न चाहन्छु, त्यो गलत अभ्यास त्यागौँ। त्यो तपाईँहरूले पारेका योजना, त्यो तपाईँहरूले गरिरहनु भएको छ। मैले पारेका योजना भनेर सामाजिक सञ्जालमा हाल्ने कुरा, त्यो जनतालाई भन्ने कुरा के गरौँ भने उक्त क्षेत्रमा परेका सबै योजनाहरूको ओनरसिप लिने आँट मान्यले गर्नुपर्छ। र समग्र गण्डकी प्रदेशमा हामीले जुन बजेटको सिलिङ उत्र निर्माण गरेका छौँ त्यसको जज गण्डकी प्रदेशको सरकारले लिनुपर्छ, सरकारलाई जोड्नुपर्छ। मान्यज्यूहरूको काम बजेट आउनुभन्दा केही समय अगाडिदेखि मान्यज्यूहरूको काम मन्त्रालयमा जाने, योजनाको फाइल लिएर प्राथमिकतामा राखिदिनुहोस् भनेर भन्ने, अनि परेन भने भुनभुने, पर्यो भने फेरि फेसबुकमा हाल्ने, अनेक गर्ने, अनि त्यसपछि उद्घाटनमा जाने। नपरेको सन्दर्भमा मेरो योजना अलिक प्रायोरिटी, मान्यहरूलाई प्रायोरिटी लाग्न सक्छ, हामीले बजेट निर्माण गर्दाखेरि फरक बुझाइ हुन सक्छ। नपरेको बारेमा एकचोटि मान्यज्यू परेन नि मन्त्रीज्यू भन्ने कुरा स्वाभाविक हो, केही छैन। किन जनताको योजना परेनन् भन्ने चाहिँ विभिन्न जनतासँग जोडिए योजना हुन्छन्। तर परेपछि तपाईँको 2, 4, 4वटा 5वटा, मैले अघि पनि भने नि, एउटा क्षेत्रमा 100 योजना परेका हुन्छन्, त्यहाँबाट छुट्टाएर 3टा योजनाको तपाईँको ओनरसिप आफूमा कायम गर्ने कुरा त्यो गलत कुरा हो। त्यो क्षेत्रमा परेका सबै योजनाहरूमा मान्यहरूको, जनप्रतिनिधिको, जनताको, तपाईँ हामी सबैको केही न केही तपाईँको कन्ट्रिब्युसन हुन्छ, होइन। तर त्यो त्यसरी जाने कुरा गलत कुरा। मैले फेरि पनि मान्यलाई आग्रह गर्छु, त्यो गलत अभ्यास हो, होइन। सबै योजनाहरूमा आफ्नो ओनरसिप कायम गर्ने कुरामा लाग्नु नै त्यो उत्तम। हस् मन्त्रीज्यू, समयका निम्ति र संवादका निम्ति यहाँलाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। दर्शकवृन्द, तपाईँ यति बेला गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालयको प्रस्तुति कार्यक्रम जनतासँग मुख्यमन्त्री हेर्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामीले गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीसँग संवाद गर्यौँ। कार्यक्रम जनतासँग मुख्यमन्त्रीले गण्डकी प्रदेशका नागरिकलाई प्रदेश सरकारसँग जोड्ने पुलको काम गर्ने गर्दछ। तपाईसँग कार्यक्रमबारे केही थप सुझाव, सल्लाह र प्रतिक्रियाहरू छन् भने हामीलाई पठाउँदै गर्नुहोस्। यहाँका सुझाव, सल्लाह र प्रतिक्रियाका आधारमा हामी कार्यक्रम जनतासँग मुख्यमन्त्रीलाई थप परिष्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेछौँ। आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँ हामीसँगै रहनुहोस्। नमस्कार।